के तपाईँ आइफोन युजर हुनुहुन्छ? यदि तपाईँ आइफोन युजर हुनुहुन्छ भने चाहिँ यो टिप्स चाहिँ हजुरको लागि है। के तपाईँले अझै पनि आफ्नो फोनमा हजुरको फोटोहरू भिडियोहरू प्राइभेसीको रूपमा हिडन फोल्डर राख्ने गर्नुहुन्छ भने चाहिँ यो टिप्स चाहिँ हजुरको लागि है। अब हजुरले हजुरको फोटो भिडियोहरूलाई चाहिँ हिडन फोल्डरमा ग्यालेरीमा नराखिकन हजुरको नोट्समा राख्न सक्नुहुन्छ, जुन चाहिँ हजुर बाहेक अरू कसैले एक्सेस गर्न मिल्दैन अनि हजुरले आफ्नो फोटो भिडियोलाई पनि प्राइभेसीको रूपमा राख्न सक्नुहुन्छ। सो यसको लागि सिम्पली के गर्ने भनेपछि चाहिँ म हजुरलाई देखाइदिन्छु है त। सो त्यसको लागि चाहिँ हजुरले सिम्पली के गर्नु पर्यो भने चाहिँ हजुरको यहाँ देख्न सक्नुहुन्छ, यहाँ नोट्स भन्ने हुन्छ होइन। नोट्समा क्लिक गर्नुहोस् अनि नोट्समा क्लिक गरे भएपछि चाहिँ हजुरले के गर्नु पर्यो भने चाहिँ यहाँ आएर क्रिएट अ न्यू नोटमा क्लिक गर्नु होला। अब यहाँ हजुरले एट्याचमेन्ट भन्ने अप्सन देख्नुहुन्छ, यो एट्याचमेन्टमा क्लिक गर्नु भने यहाँ हजुरले चुज फोटो अर भिडियोमा क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि मलाई सपोज यो 5वटा फोटो चाहिँ मलाई हाइड गर्नु छ होइन, यहाँ मैले क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले ब्लू टिकमा क्लिक गर्ने अनि त्यसपछि हजुरको सिम्पल यहाँ पुरै अपलोड भइसकेको छ, लोड भइसकेको छ होइन यो। अब त्यसपछि हजुरले के गर्नु भने चाहिँ सिम्पल यहाँ 3टा डट देख्न सक्नुहुन्छ, यो 3टा डट क्लिक गर्नुहोस् अनि चाहिँ लकमा क्लिक गर्न सक्नुहुन्छ। अब यहाँ लकमा क्लिक गरेपछि हजुरले के देख्नुहुन्छ भने चाहिँ हजुरको लक नोट्स विथ योर आइफोन पासकोड भनेको यो हजुरको जुन अहिले हजुरले युज गर्नुभयो नि त्यही पासकोडमा हजुरले लक गर्न सक्नुहुन्छ। यो गरेपछि चाहिँ हजुरको इजिली हजुरको एक्सेस गर्न मिल्यो होइन। त्यसको ठाउँमा हामीले अल्टरनेटिभ के गर्ने भने चाहिँ हजुरको क्रिएट अ सेपरेट पासवर्डमा क्लिक गर्नुहोस् अनि यहाँ क्रिएट पासवर्डमा क्लिक गर्नुहोस् है। अनि यहाँ हजुरले कन्टिन्यू गर्नु होला अनि कन्टिन्यू गरेपछि चाहिँ हजुरलाई यहाँ अब पासवर्ड भेरिफाई अनि हिन्ट भन्ने 3टा अप्सन आउँछ। सो यहाँ 3टा अप्सन आइसकेपछि हजुरले अब सिम्पल एउटा पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ होइन। अब अहिले चाहिँ मैले एउटा पासवर्ड हजुरको बुटवल क्रिएट गर्नु गराएको छु है, बुटवल 1 2 3 है त, 1 2 3 सिम्पली बुटवल 1 2 3 पासवर्ड क्रिएट गरिसकेको छु मैले होइन। अब फेरि अर्को पनि बुटवल 1 2 3 कन्फर्मेसन मलाई होइन @1 2 3 अनि अब हिन्टमा चाहिँ मैले के राख्छु भने चाहिँ बी क्या राखिदिन्छु होइन, हिन्टमा देख्न सक्नुहुन्छ होइन। अब त्यसपछि हामी सेभ गर्छौँ। अब त्यसपछि यहाँ इनेबल पनि गर्न सक्यो, पछाडि इनेबल चाहिँ नगर्नु होला होइन। अबहरूलाई गर्न मनलाई इनेबल गर्नु हुन्छ, नगरे पनि हुन्छ है। मैले चाहिँ नट नगरिदिएँ यसलाई। अब यो चाहिँ मेरो लक भयो। अब यो लक भइसकेपछि अब मैले सिम्पली मेरो नोट्समा आएँ म। अब नोट्समा आएपछि यहाँ हजुरले खोल्नु पऱ्यो भने चाहिँ पासवर्ड हाल्नुपर्ने हुन्छ अनि त्यस बल्ल खुल्छ है त। अब यो लक भइसकेपछि मैले यहाँ के गर्न सक्छु भनेपछि ब्याक जाने। अब यहाँ हजुरले खोल्नु भयो भने चाहिँ देख्न सक्नुहुन्छ है। ब्याक गरेर म यहाँ गएँ भने चाहिँ यहाँ मलाई पासवर्ड माग्यो। अब मैले पासवर्ड चाहिँ हजुरको BUTWAL बुटवल @1 2 3 हानेपछि सिम्पली यो मेरो खुल्यो। अब यसरी चाहिँ हजुरले भिडियो फोटोहरू हाइड गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरको एकदम सेक्योर हुनुभयो, प्लस हजुर कसैले अब प्राइभेसीहरू हजुरको भिडियो फोटोहरू चाहिँ हेर्न पाउँदैन। सो यस्तै टिप्सहरूको लागि चाहिँ के गर्न सक्नुहुन्छ भने चाहिँ सिम्पली हाम्रो एप्पल बुटवललाई फलो गर्न सक्नुहुन्छ अनि हाम्रो पेजलाई फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू।